सम्पूर्णमा नमस्कार। म सुजन दियाली सैनिकखबर.com मा यहाँलाई हार्दिक स्वागत छ। यति बेला म पथरी शनिश्चरी नगरपालिका वडा नम्बर 10 स्थित आयाबारीमा छु। आयाबारीको यो मुनाल चोक हो। यो मुनाल चोकका केही क्षेत्रमा खेतीयोग्य जमिन रहेका छन्, जुन आज रातिको एकदमै अविरल वर्षाका कारणले गर्दाखेरि सबै धानहरू ढलेर यसरी नष्ट भएको छ। जुन पैनीको बाडी धानबारीमा पसेको छ र कतिपय धानहरू यसरी काट्ने बेला भएको छैन, जुन फसाइसकेको छ। जो यस्तो नष्ट भएको छ भने कतिपय धानहरू यसरी काट्ने भइसकेका छन् र ती धानहरू यसरी लडेर यस्तो समस्यामा आएको छ। हेर्न सक्नुहुन्छ। यो क्षेत्रमा मात्र नभएर नगरका विभिन्न क्षेत्रमा पनि यसरी पानीको कारणले गर्दाखेरि धानहरू ढलेर निकै समस्या रहेको छ। र यो नगरमा मात्र नभएर देशका विभिन्न ठाउँमा एकदमै अविरल वर्षाका कारणले गर्दाखेरि किसानहरूले लगाएका ती धान बालीहरू निकै नष्ट भएका छन्। कतिपयले काटिरहेका धानहरू भिजेका छन् भने कतिपयले काट्न लागेका धानहरू यसरी लडिसकेका छन्, जुन किसानहरूको एकदमै दुःखदायी खबर पनि हो। जबकि किसानहरूले रोप्ने बेलामा पानीको एकदमै कम थियो भने काट्ने बेलामा यसरी पानी एकदमै बढी मात्रामा परेको कारणले गर्दाखेरि यसरी धानहरू ढलेर पानीमाथि धानहरू रहेका छन्। यस्तो समस्या सिर्जना भएको छ। यो क्षेत्रको आसपासमा निकै धानको क्षति भएको छ। यसरी काट्न लागेको धान यसरी पानीमाथि डुबिरहेको देख्न सक्नुहुन्छ। यसरी पानी जलम्मै भएको छ पानीमा, किन भन्दाखेरि अब काटेर धानलाई आफ्नो घरमा भित्राउने बेलामा यसरी पानीमाथि धान लडेको देख्दा कति मन दुख्छ। यो दृश्यलाई एकैछिन हेर्नु होला। देख्न सक्नुहुन्छ हजुरहरूले यति बेला धानमाथि यसरी पैनी कुदिरहेको अवस्था तपाईँहरूमा आज प्रस्तुत गरिरहेको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। सैनिकखबर.com लाई फलो गर्नुभएको छैन भने फलो गर्न नबिर्सनु होला। धन्यवाद।